एकदम यो पछाडिको ढाडमा एकदमै धेरै तपाईँले देख्न सक्नुहुनेछ माथि स्क्रिन। सो गाइज एउटा कुरा भन्छु ल, सो थ्याङ्क यू सो मच फर धेरैजनाले माया गरिदिइराख्नु भएको छ हाम्रो बुढाबुढीको भिडियोलाई चाहिँ यस्तै माया गरिदिइराख्नु होला अनि कमेन्ट पनि धेरैभन्दा धेरै गर्नु होला। म आज चाहिँ केही इन्फर्मेसन एकदमै धेरै तपाईँहरूको माया लाग्यो किनभनेदेखि एकदमै धेरै माया गरिराख्नु भएको छ नि त मलाई, त्यही भएर एकदमै धेरै माया पनि लाग्यो। सो थ्याङ्क यू सो मच फर वाचिङ। त्यो भिडियोलाई चाहिँ धेरैजनाले मन पराइदिइराख्नु भएको छ, एकदमै खुसी लागिरहेछ। अहिले चाहिँ काममा छु, त्यो गाडी देख्न सक्नुहुनेछ तपाईँहरूले भने यताबाट चाहिँ म आएको झ्यालबाट। सो थ्याङ्क यू सो मच, यस्तै गरी माया गरिदिइराख्नु होला भन्न चाहन्छु। अनि त्यही त अब छोरा मान्छेको जिन्दगी हो, कमाउनु हिँड्नुपर्छ। छोरै मान्छे मात्र कमाउनु हिँड्छ भन्ने छैन, फेरि छोरी मान्छेहरू पनि त जानुहुन्छ बाहिर देशतिर होइन, पैसा कमाउनुको लागि, घर परिवार हेर्नको लागि। सो अब हामी त छोरा मान्छे हो, काम त गर्नै पर्छ, काम नगरिकन माम पाइँदैन गाइस। त्यही भएर अहिले चाहिँ म कामतिर छु। अनि सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। बुढाबुढीसँगै भिडियो बनाउनु पाएर धेरैजना मन पराउनुहुन्छ जस्तो लाग्यो, तर कारणवश अब कुनै दिन होला धेरै पैसा होला जम्मा गरौँला अनि त्यसपछि बुढाबुढीसँगै बसेर आनन्दको भिडियो बनाउँला। अनि तपाईँले हेर्नु भएको छैन भने त्यो भिडियोलाई गएर हेर्नु होला। बुढाबुढीसँगै सधैँ भिडियो बनाउनुको लागि त अब के गर्नु, हामी अब गरिब परिवार, गरिब भन्दा पनि गरिब ठिक छु है, म एकदम ठिक छु है, तर हात खुट्टा छ। भगवान्ले दिनु भएको छ, जय श्रीराम। अनि सो थ्याङ्क यू सो मच, धेरै धेरै माया गरिदिइराख्नु भएको छ, यस्तै माया सधैँभरि बसाइदिइराख्नु होला भन्न चाहन्छु। भरे त काममा छु, काम गर्दै याद आउँछ घर परिवारको के गर्ने, अब छोरा मान्छेको जिन्दगी, जानुपर्छ, काम गर्नुपर्छ। त्यो केही छैन, दुःखमन छैन यसमा, काम गर्नुपर्छ। गाई आज लास्ट डेन्जर चोट लागेको छ मलाई, तर एकदम यो पछाडिको ढाडमा एकदमै धेरै तपाईँले देख्न सक्नुहुनेछ, माथि स्क्रिनमा पनि राखिदिएको छु। आमा यस्तो झर्का दुख्न त दुख्यो, रुइन कि नरुइकन पनि आँसु तप्लक्क झऱ्यो क्या आँखाबाट। अनि यार कस्तो यस्तो झट 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 भएर लास्ट चोट लागिरहेछ आज त, एकदम गाह्रो पनि भइरहेछ। त्यही हो त्यस्तो छ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। धेरै धेरै माया छ तपाईँहरूलाई, धेरै धेरै सम्झना। थ्याङ्क यू।